आयो। यो चाहिँ मेरो दिदीले नेपालबाट पठाइदिनु भएको अनि म चाहिँ एकदम धेरै खुसी लाग्यो भने चाहिँ थ्याङ्क यू सो मच फर दिस गिफ्ट। 3टा कलर 3 कलरको हो। यो चाहिँ इजी हुन्छ कि अब यो चाहिँ हामीले आई स्याडोको रूपमा पनि युज गर्न मिल्छ अनि हाइलाइटर पनि त्यो गर्न मिल्छ। दामी रहेछ है, दामी रहेछ। हेलो गाइज, नमस्ते, वेलकम टु माई च्यानल। सबैजनालाई मेरो च्यानलमा स्वागत छ। अनि आज म रेडी भएर कता जान लाग्यो भने फर्स्ट अफ अल सबैजनालाई ढिलो भए पनि ह्याप्पी न्यू इयर, नयाँ वर्षको शुभकामना। अनि आज चाहिँ बुर्गेमा के अरे न्यू इयरको पार्टी छ। पार्टी मतलब न्यू इयर मनाउने भनेछ नि त। अनि म चाहिँ त्यही जान लाग्यो। दिस इज माई ड्रेस टुडे। अरे त अरूमा चाहिँ यस्तो टाइपको ड्रेस मैले कहिले पनि लगाएको पनि छैन। मतलब पहिला लगाएको थियो, अहिले चाहिँ मलाई कस्तो अक्वर्ड लाग्छ कि यस्तो ओपन ड्रेस लगाउन। त्यही हो, के रमाइलो गर्छौँ, के गर्छौँ तपाईँहरूलाई देखाउनेवाला छु। लास्टमा भिडियो हेर्नु होला। अनि मेरो भिडियो चाहिँ तपाईँहरूले लाइक गर्न बिर्सिनु भयो रहेछ, लाइक पनि गरिदिनुहोस्। अनि सब्सक्राइब पनि गरिदिनुहोस्। सब्सक्राइब गरेपछि बेल त्यो साइडमा बेल टक्क हुन्छ, त्यहाँ थिच्यो भने तपाईँहरूले चाहिँ मेरो भिडियो वेट गर्नै पर्दैन, नोटिफिकेसन टङ्ग आउँछ। त्यसपछि तपाईँले हेर्न सजिलो हुन्छ मेरो भिडियो। त्यही हो, म चाहिँ रेडी भइसक्यो, दिदीलाई वेट गरिरहेको छु। बाई बाई। अब गएपछि के हुन्छ म त्यही गरेर देखाउँछु ल। गाइस म रेडी भइसकेँ, दिदीको वेटमा छु। अब चाहिँ म जान्छु अनि त्यसपछि के कस्तो हुन्छ तपाईँलाई म भन्छु ल, पार्टी कस्तो हुन्छ भनेर। ओके गाइस, सी यू, बाई बाई। त्यहाँ गएपछि भेटौँला। पिङ भएछ त। अब चाहिँ हामी पार्टीमा जाँदैछौँ। हामी चाहिँ अब प्रोग्राममा आइपुगिसक्यो। यो लोकेसन चाहिँ अलिकति अप्ठ्यारो छ। कटन क्यान्डी जस्तो देखेको बेलुन पो रहेछ। नेपालको याद आएको कि मलाई त। मान्छे त धेरै आएको जस्तो लाग्यो, गाडीहरू देखेर। हेर्नु न, सेम बुढा र खाजा खानलाई लागेको यहाँ तपाईँ बाजेहरू यहाँ साग भन्छ, यहाँ चाहिँ साग खाँदा
यहाँ मेरो खाना कति धेरै हालिदिनु भएको छ दिदीहरू हुनुहुन्छ यहाँ चाहिँ लिली कति पछि भेटेको मेरो साथीलाई खै त डान्स त हामी चाहिँ अहिले बाहिर आएको कति धेरै मान्छे छ पार्टी यदि यहाँ कपिराइटको उतो लाग्छ मेरोमा त्यही भएर बाहिर आएको आई थिङ्क मलाई देखेछ ओके गाइस कस्तो झाडको छ कस्तो राम्रो हरियो हरियो त यहाँ पनि लागिहाल्छ त जतापट्टि त्यतै लोग अब आउटफिट दिस भिडियो आई मेरो हिलो अड्केको कि अन्त लाइटिङ हेर्नु त हुन्छ यहाँ चाहिँ दिदीको भाइ त भाइ कस्तो फेरि गर्छु र मेरो पोज के हो पछि नै मैले खिचेकै बसेँ त आजको दिन सबै पार्टीमा आउँछ अनि टिकटक बनाएर सकिन्छ जाम त्यो दोरीमा नाच्ने हेलो बेबी वेलकम ब्याक कति बसी लङ टाइम नो सी कस्तो चक्कर लाग्छ अब यहाँ चाहिँ हाम्रो फिट मिमी ल तिमी घुम न मिमी ल वा अब दिदीको पालो घुम्नु न वा दिदीको नमस्ते कति धेरै मान्छे बच्चाहरू यहाँ मैले यो खिच्नै बिर्सेछ अहिले त मान्छे खै त आउँछ मलाई यहाँ यस्तो भिडियो बनाउँदै कस्तो लाज लाग्छ कति अक्वार्ड कति अहिले छैन त्यो साइलेन्ट भएछ है
अध्यक्ष श्री शिव किमसेनाज्यूलाई म हार्दिक अनुरोध गर्दछु र मेरो तर्फबाट मेरो व्यक्तिगत तर्फबाट तपाईलाई फेरि पनि नयाँ वर्षको शुभकामना भन्दै र विशेष गरेर नेपालमा अझै पनि भन्दैन हामी छोरा देश र देश भनेर अब नभन्नु सबै बनाउने भनिन्छ यता उता देखिन आएको छ हामीले चाहिँ जुन अभिभावक हुनुहुन्छ उहाँ हामीलाई अगाडि चाहिँ आफ्ना आफ्नो मन्त्रीहरू आएर हामीलाई आशीर्वाद दिनुभएको थियो त्यही अनुसार हामीलाई हाम्रो दुईवटा धेरै धन्यवाद मासुज्यूलाई यो विशेष कार्यक्रम आयोजना गर्नुहुने आयोजक कमिटीका अध्यक्ष आदरणीय शिवतिमल सिन्हा लगायत यति भएपछि मेरो पैसा लाग्न आउँछ। ओके सबै गीतहरू कर्मसँग होला तर स्वरमा पनि गाउँछु मैले अहिले मामले हिउँदुन्छ एउटा गीत थियो मेरो काम पाएन डिग्री पास गरेर भैँसी पाले गम्भीर झरेर चिन्ता छैन केही मलाई अमेरिकाले मलाई जापान पनि मलाई बेलायत पनि हो कि होइन हो अझ भन्ने बेला हो भन्दा पाइन पानी मलाई बेलियमले ए लाइनो भैँसी दुलो छो दुई गिलास दुध खाछो ए मलाई बिया ल हजुरले मैले हुर्सी पनि भन्दै भनेर त मैले त्यो बेलालाई त्यही भएर आफूसित ताली माग्न पर्दैन। यो नाचे टोलीबाट मेरो सम्मान चाहिँ मैले अस्ति पनि भनेको थिएँ जाने भन्छु हाँस्ने मान्छे हाँस्दा हाँस्दै मर्छ यसरी नाच्ने मान्छे नाच्दा नाच्दै मर्छ त्यो हुम्म बराबर मान्छे हुम्म बराबरले मर्छ त्यो अर्काको कुरा गर्ने Thank you.
पनि छोड्ने होइन नाच्न पनि छोड्ने होइन उमेर बढ्ने पनि भन्ने पनि होइन सबै गवार भयो तिमलाई पाए छोड्दिन्छु घर के नाच्न भनी अगाडि झरी छन् कस्तो मन लाग्छ फेरि के फकाइरहेको अर्का कि बुहारी छन् यति आमा नमस्ते बुहारी टाढी छन् नि कति माया गर्छन् बुहारीले गर्दिन है ठिक छ बुहारी भने छोरी हुनुपर्छ आमा सासू भने आमा हुनुपर्छ फेरि मेरो बुढाले लिन आछ मलाई चाहिँ पार्टी चाहिँ
ठिकै भयो रमाइलो भयो अब चाहिँ जाँदैछु हामी चाहिँ है गाइसहरू भोलि मेरो बिहान नै काम छ कति टाढा छ त्यही भएर अब छिट्टै आएको 11 बजिसक्यो त्यहाँ आयो भने त थाहा पनि हुँदैन पार्टीमा त्यही भएर हामी आइदिएको है ल गाइजहरू भिडियो लास्टसम्म हेरिदिनु भएकोमा एकदम धेरै धन्यवाद म एकदम थकाइला छ त्यही भएर म अब सुतिहाल्छु गएर ओके गाइज म चाहिँ यही ब्लग चाहिँ यही गाडीमै इन गर्छु खासै खिच्न पनि पाएन कि कपिराइट लाग्छ नि त यस्तोहरूमा अनि त्यही भएर मैले धेरै खिच्नै पाएन के कस्तो भयो मेरो भिडियो हेरेर चाहिँ मेरो भिडियो हेरेर के लाइक कमेन्ट सेयर कमेन्ट लाइक कमेन्टहरू गरिदिनुहोस् ओके के हो ओइ के हो यस्तो सामान आयो नि तिम्रो आइसक्यो नि किन ढाँटेको त ओ माई गॉड गाइस मेरो यो पयालो लागेको थियो अनि मेरो त्यो आएछ यो के हो भने चाहिँ अनि उसले चाहिँ मलाई सरप्राइज है दिदी भनेर अनि गाडीमा हालेर ल्याएछ यो खास गरी चाहिँ मेरो दिदीले मलाई बर्थडेमा गोल्डको चेन बनाइदिएको अनि यो यति प्रिटी छ मेरो हातमा हुन्छ वाट मलाई के भनेको कि सायद थाहाहरू बाई बाई यो दाइ अझै आउनु भइसक्यो त यही पुऱ्याउनु आउनु भयो होला कस्तो गरम गएको रहेछ यो त थ्याङ्क यू सो मच चाहिँ हाम्रो बुर्गेको उतो यहाँ चाहिँ पुल छ ल गाइजहरू अब घर चल्दै गएँ न्यू इयरको दिनमा मेरो त हात पनि भएको थिएन तिम्रो मात्र भयो अनि त्यही पनि लुज भयो योसँग सेट मिलेको नि सेट मिलेछ यो दुईटा कति राम्रो देखेछ ओ माई गॉड राम्रो नयाँ डिजाइनको सिम्पल त छ नि कति राम्रो थ्याङ्क यू सो मच दिदी थ्याङ्क यू चाहिँ मेरो बर्थडे गिफ्ट आज न्यू इयरको दिनमा मेरो बर्थडे चाहिँ चैतको 24 गते थियो भने चाहिँ यो मैले न्यू इयरको दिनमा मेरो बर्थडे गिफ्ट पाएँ यो चाहिँ मेरो दिदीले नेपालबाट पठाइदिनु भएको अनि म चाहिँ एकदम धेरै खुसी लाग्यो बोले चाहिँ थ्याङ्क यू सो मच फर दिस गिफ्ट अनि लेट्स ओपन यो चाहिँ दिउँसो आएको थियो मेरो चाहिँ टाइम नभएर अहिले चाहिँ रातिको 11 बजिसक्यो अनि म बल्ल अहिले हेर्दैछु डन्ट बी त्यो है के अरे यसरी काली भनेर माइन्ड नगर्नु होला के आएको अनि यो पिआर प्याकेज भन्नाले चाहिँ म तपाईँहरूलाई चाहिँ तपाईँहरू चाहिँ कन्फ्युज हुनुभयो होला यो चाहिँ हामीले पिआर प्याकेज कसरी पाउँछ भने चाहिँ हामीले के सामानहरू किन्यो भने चाहिँ त्यसै यो रेस्टुरेन्ट मगाएको थियो अनि हामीले म चाहिँ त्यो एसएसएलमा मेम्बर छु नि त अनि मेम्बर भयो भने चाहिँ हामीले एउटा तीनवटा त्यहाँ प्रडक्टहरू हुन्छ अनि हामीले चाहिँ के मनपर्छ आफूले चुज गर्न पाउँछ अनि मैले चाहिँ यो चुज गरेको थियो अनि त्यही भएर मैले यो चाहिँ फ्रीमै पाएँ अनि महिनामा चाहिँ कति धेरै सामानहरू चाहिँ उयो हुन्छ के क्लेम गर्नुपर्छ हामीले अनि त्यसको लागि चाहिँ तपाईँहरूले यहाँ स्टाइलमा मेम्बर हुनुपर्छ यहाँ स्टाइलमा अनि यस्तो सामानहरू पाउँछ अनि तपाईँहरूले चाहिँ अझै मेरो प्रोमो कोड युज गर्यो भने चाहिँ अझै 5% डिस्काउन्ट पाउँछ है अनि तपाईँहरूले आफूले पनि क्लेम गर्न सक्नुहुन्छ यस्तोहरू यो त के हो क्लिन्जिङ फर्म यो त दिस इज क्लिन्जिङ फर्म अनि यो चाहिँ आई थिङ्क दिस इज हाइलाइटर होला यो चाहिँ कपडासँग म्याच गरेर छ एभ्रिथिङ पिङ्क भइरहेछ आजकल चाहिँ मेरो लाइफमा गोल्ड र पिङ्क छोरी पाउँछ कि क्या पिङ्क अनि म प्रेग्नेन्ट छु र
कस्तो छ 3टा कलर 3 कलरको यो त इजी हुन्छ के अब यो चाहिँ हामीले आई स्याडोको रूपमा पनि युज गर्न मिल्छ अनि हाइलाइटर पनि त्यो गर्न मिल्छ के सी नमिसाउन दामी रहेछ है दामी रहेछ तपाईले के छ तपाईले के छ दाजु ओके यो चाहिँ यो कति एउटा पिङ्क एउटा गोल्डन अनि एउटा चाहिँ व्हाइट छ अनि 3 in 1 डार्क पिङ्क लाइट पिङ्क अनि लाइट पिङ्क गोल्डन हो एउटा व्हाइट हो ल